यो चाहिँ सँगको पार्ट 2 हो। सँगको फर्स्ट पेपरको एन्सर क्वेसनको भिडियोमा पार्ट 2 हो। पार्ट 2 चाहिँ पार्ट 1 हेर्नु होला है साथीहरू। योभन्दा पहिलो अपलोड गरेको पार्ट 1 हो। यो म मनोरञ्जनको लागि मात्र बनाइरहेको छु है। म कुनै युट्युबर होइन, कुनै एजुकेसनल त्यो शिक्षक पनि होइन, जस्ट फर एक्सपिरियन्स। यदि कुनै भाषामा डाउन्सलाई यति लेखिन्छ भने नेमलाई यति लेखिन्छ। यो डाइरेक्ट कोडिङबाट आएको हो। एमओडिई, यहाँ चाहिँ एम भेट्यो, ओ भेट्यो, डी भेट्यो अनि ई यहाँ छ। यो सबै मिलाउनु, एरेन्ज गर्नु, डी नम्बर एन्सर आउँछ। यसमा चाहिँ के छ भने यहाँ चाहिँ हेर्नु त, हामीले क्लाउड 9 सोधेछ। 9 यहाँ कति, यहाँ छैन, यहाँ पनि छैन, यहाँ छ एनआइएनई 9 पिन। अनि 9 मा चाहिँ अब पिन यो दुईटामा कमन, यो दुईटामा कमन यो अनि यो छ, अनि बाँकी अनकमन छ। यो 9 को एन्सर के भयो? 9 को भयो आरइएसबिओ। अनि 9 पछाडि छ, आरइएसबिओ पछाडि आउने एन्सर कुन हो? यो होइन, यो होइन, यो होइन, यो हो है। अनि फेरि हेर्नु, यो एन्सर लाउनु, लेफ्ट प्लस राइट -1 टोटलको फार्मुला हुन्छ। यो यसरी यो गर्दै जानुभयो भने लास्टमा 5 जना थप्दाखेरि यति आउँछ। पछाडिबाटको क्रम सोधेछ। राम्रो क्वेसन राम्रोसँग पढ्नुपर्छ। यो भयो। अनि यो काउन्ट गर्नु। यसमा चाहिँ 1 हेर्नु, 1 2 3 4, यो 4 भयो। 4 दूना 8 वटा यो भयो। अनि हेर्नु त 1 2 यो हेर्नु त, यो चाहिँ 1 2 अनि यो टोटल मिलाएर 3, अनि यो 1 2 यो टोटल 3, अनि 6 भयो। यो यता पनि 6 6 12 भयो। 12 8 20 भयो। अनि 4 याम 1 2 3 4 24 भनेको 4 भनेको 24 एन्सर आयो। अनि फेरि हेर्नु 19 नम्बर क्वेसन। यो पनि यो कति दिएछ र? सुई फेरि घडीको सुईको दिशामा यति डिग्री घुमेछ। यो राइट डिरेक्सन, राइट डिरेक्सन भयो। यो चाहिँ लेफ्ट डिरेक्सन भनेको एन्टी क्लकवाइज घडीको। अनि यो दुईटा घटाउँदा कति आउँछ रे? 45 डिग्री। 45 डिग्री राइट डिरेक्सनमा आउँछ। सुरुमा उत्तरतर्फ गइरहेछ। अब उत्तर भनेको यो हो, माथि। माथिबाट 45 घुमाउनु भयो भने यहाँ आउँछ। यो भनेको के हो रे? यो इस्ट हो, यो वेस्ट हो, नर्थ हो, साउथ हो। तो यो के हो? नर्थ इस्ट भनेको उत्तर पूर्व। अब हेर्नु, अब यस्तै यो क्वेसनहरू गर्नु। यो यसको यो आउँछ एन्सर। यो अप्सनबाटै चेक गर्नु है। जेन्डर दिगो विकासको 17वटा लक्ष्यमध्ये गोल 5 के सँग सम्बन्धित जेन्डर इक्वालिटीसँग। अनि यो सबै गर्नु है, पज गरेर। एन्सर लेखेको छ। T20 वर्ल्ड कपमा नेपालले कति पटक सहभागिता जनाएको छ? 3 पटक, 2014, 2024 र 2026। अनि फेरि यस्ता क्वेसनहरू हेर्नु है, पज गरेर हेर्नु होला। यो क्वेसन एन्सर पनि गोलो लागेको एन्सर हो है। यो हेर्नु, यो लास्टमा हेर्नु है।